भोइस अफ नेपाल सिजन 7 हेरिरहँदा अहिले तपाईहरुलाई कतै कतै प्रमोदलाई मात खुवाउने एकजना कोच थपिएको जस्तो लाग्दैन? खेम सेन्चुरीले कोच प्रमोदलाई पनि मात खुवाउँदैछन्। उनको विनिङ कोचको उपाधि यदि खेम सेन्चुरी पनि कोच प्रमोदले जत्तिकै भोइसमा उनले समय दिने अवसर पाए भने उनी पनि विनिङ कोचको उपाधि पाउने कोचमा नै पर्नेवाला छन् र धेरै प्रतिस्पर्धीहरूले कोच खेमलाई नै मन पराइराखेका छन्। उनको जर्न फरक हो, उनको विधा फरक हो, तर पनि दर्शकहरू नेपाली भनेको एउटा लोक शैलीमा छुट्टै एउटा पहिचान बोकेको देश, जहाँनिर चाहिँ गाउँघरका भाकाहरू छुट्टै पाराले ती कोच खेमका आवाजहरूले छुने भएकोले कोच खेम अहिले भोइस अफ नेपाल सिजन 7 सम्म आइपुग्दा पनि उनले दुईवटा सिजनहरू जितिसकेका छन् र सिजन 7 मा पनि कोच प्रमोद, त्यसैगरी धेरै दर्शकहरूले रुचाएका कोच राजु लामा, मिल्न राई हुँदा पनि कोच खेमले नै योपालि बाजी मार्ने सम्भावना धेरै देखिराखेको छ। यदि तपाईलाई कोच खेम, प्रमोद, राजु र मेलिनामा सबैभन्दा धेरै को मनपर्छ, तलको कमेन्ट बक्समा तपाईले कमेन्ट गर्न सक्नुहुनेछ र तपाईहरुको कमेन्टको आधारमा हामी फेरि अर्को भिडियो तयार गर्नेछौँ। अहिलेसम्म हेर्ने हो भने हाम्रो नजरमा चाहिँ कोच चारैजना बराबरै छन्, किनभने चारैजनाले विनिङको एउटा अनुभव बटुलिसकेका छन्। आफ्नो टिमका प्रतिस्पर्धीलाई प्रतिनिधित्व गराएर फाइनलसम्म पुर्याएर विजय गराउन सफल भएका चारैजना कोचहरू हामीले अहिले सिजन 7 मा देखेका छौं र यी चारैजना कोचहरूमध्ये सबैभन्दा उत्कृष्ट र धेरै सिजनहरू जिताएका कोच प्रमोद हुन्, तर अन्य कोचहरू पनि कम छैनन्। खेमले दुईवटा सिजनमा काम गरे र दुईवटै सिजन विजय भइसके। अब सिजन 7 भयो भने प्रमोदलाई उछिन्नेवाला छन्, विनिङ कोचको उपाधि कोच खेमले पाउनेवाला छन्। त्यसैले तपाईलाई मनपर्ने कोच तलको कमेन्ट बक्समा लेख्नुहोला र दर्शकहरूको लोकप्रियताका आधारमा सबैभन्दा उत्कृष्ट को छ भन्ने कुरा चाहिँ हामी अर्को भिडियोमा तपाईहरुकै कमेन्टका आधारमा अर्को भिडियो तयार गर्नेछौँ। अन्ततः आज हामी भोइस अफ नेपाल सिजन 7 को 13औं एपिसोडको प्रतीक्षामा छौं र भोइस अफ नेपाल सिजन 7 को 13औं एपिसोडमा के हुन्छ त्यो गतिविधिहरू त पक्कै पनि अर्को एपिसोडमा तपाईहरुलाई सुनाउने नै छौं। र अहिलेसम्म दुईवटा एपिसोड प्रसारण भइसक्दासम्म सबैभन्दा उत्कृष्ट टिम कसको बनेको छ, चारैजना विनिङ कोचहरू मध्ये सबैभन्दा राम्रा प्रतिस्पर्धीहरू अहिलेसम्म कसले पाएको छ भन्ने विषयमा केही चर्चा गर्नेछौं। भोइस अफ नेपाल सिजन 7 मा चारवटै कोचहरूलाई टर्न गराउन सक्ने प्रतिस्पर्धी एकदमै धेरै छन् र चारैजनालाई टर्न गराएका ती प्रतिस्पर्धीहरूमध्ये सबैभन्दा धेरै कसको टिममा गएका छन् त? सबैभन्दा पहिलो एपिसोडमै चारैजना कोचलाई आफूतिर घुमाउन सफल प्रतिस्पर्धी कोच खेमकोमा गएका छन् र त्योसँगै अन्य कोचहरूमा पनि बिस्तारै जाँदै गए। तर त्योभन्दा एउटा महत्त्वपूर्ण कुरा के छ भने प्रतिस्पर्धीहरूले जसले ब्लाइन्ड अडिसनमै दर्शकहरूमा आफ्नो छाप छोड्न सक्छ त्यसले नै भोट सबैभन्दा धेरै ल्याउँछ र अन्त्यसम्म पुग्यो भने विनिङ हुने सम्भावना धेरै हुन्छ। त्यो हिसाबले सिजन 7 को उपाधि कोच खेमले उछिट्याउन सक्ने अर्थात् उनको पोल्टोमा पर्न सक्ने सम्भावना धेरै रहेको छ। अहिलेसम्मको दोस्रो एपिसोडमै हेर्ने हो भने दुईवटा एपिसोडमा मात्रै को कुरा गर्ने हो भने ब्लाइन्ड अडिसनमै छाप छोड्न सफल रहेका प्रतिस्पर्धी सागर राई अहिले कोच खेमकोमा गएका छन्। कोच खेमकोमा गएका ती प्रतिस्पर्धी कसरी दर्शकको छापमा पर्न सफल भए भन्ने विषयमा चाहिँ ती प्रतिस्पर्धीलाई आफ्नो टिममा लिन कोचहरूले यति मर्यादा गरे। कोच प्रमोद र राजुले त कसम नै खाए तिमीलाई विनिङ नबनाए पनि फाइनलसम्म पुर्याउँछौ भनेर। यदि उनी ती दुईजना कोचकोमा गएका भए पनि फाइनलसम्म ब्याटल र नकआउटमा उनले केही बिगारेको भए पनि पक्कै केही अवसर र केही चान्स भने पाउने नै थिए, अन्त्यसम्म पुग्ने नै थिए। र त्यहाँबाट अन्त्यसम्म पुगेका भए ती प्रतिस्पर्धीले कतिको दर्शकको नजरमा आफ्नो छाप रहिरहन दिन्थे भन्ने तिनको हातमा नै हुन्थ्यो। तर सागरले त्यहाँनिर ती कसमहरूलाई पनि व्यवस्था गरेर कोच खेमकोमा गए र त्योले झनै चर्चा बटुल्न सफल भए। किनभने दर्शकको नजरमा गायनले मात्रै प्रभाव पार्दैन। यहाँनिर यो रियालिटी सोमा आइसकेपछि गायनको कुरा त छँदैछ, तर गायनसँगै अन्य धेरै कुराहरू हुन्छन् जसले दर्शकलाई छुने गर्छ। र सागरले जुन कुरा दुईवटा कोचहरूले त्यति मर्यादा गर्दा पनि आफ्नो टिममा ल्याउनलाई ती मर्यादा गरिरहँदा पनि उनी त्यो टिममा नगएर कोच खेमकोमा गए र कोच खेमकोमा गएसँगै प्रमोदले त आफूले पाएको अधिकार नै गुमाएका छन् ती सागर राईको लागि। किनभने एउटा कोचलाई दुईवटा ब्लक गर्ने अप्सन हुन्छ। आफूलाई मन परेको प्रतिस्पर्धी
कुनै कोचकोमा जान्छ भन्ने शङ्का लाग्दाखेरि त्यो कोचकोमा नजाओस् भनेर थिच्ने अप्सन ब्लक हो र त्यो अप्सन एउटा कोचले एउटा सिजनभरिमा 2वटा मात्रै पाएको हुन्छ र त्यो अप्सन चाहिँ कोच प्रमोदले खेर फालिसकेका छन् सागर राईको लागि। त्यो कारणले उनलाई चर्चामा चुलिन झनै सहयोग पुग्यो र यस्तै धेरै कुराहरू हुन्छन् भोइस अफ नेपालमा जसले कोचहरूलाई चर्चामा पुर्याउँछ र त्योसँगै उपाधि नै दिलाउँछ। तर सागर राई अहिले एकदमै बलियो प्रतिस्पर्धी मानिन्छन्। उनको गायनको कुरा गर्ने भने पनि एकदमै बलियो नै छ, किनभने अहिलेसम्म 4वटै चेयरलाई फर्काउन सक्ने र एउटा कालजयी गीतलाई त्यहाँ प्रस्तुत गरेर धेरै दर्शकहरूको मन जित्ने प्रतिस्पर्धीमा सागर राई परिसकेका छन्। त्यसैले सागर राईसँगै अब अन्य प्रतिस्पर्धी को आउँछन् त त्यो पनि हेर्न बाँकी नै छ। एपिसोड अझै धेरै बाँकी छन्, ब्लाइन्ड अडिसनका एपिसोडहरू। ती एपिसोडमा हामीले प्रतीक्षा गरौँ र हामी अझै कुर्नै पर्छ सागर राईलाई पनि मात खुवाउन सक्ने र त्यसरी सागर राईलाई जसरी कोचहरूले मर्यादत्य गरेका थिए त्यस्तै मर्यादत्य गर्न आफ्नो टिममा लिनलाई गर्नको लागि आउन सक्ने प्रतिस्पर्धीहरूको धेरैले अहिले अपेक्षा गरिराखेका छन् भन्दै तपाईलाई अहिलेसम्म सबैभन्दा उत्कृष्ट टिम अहिलेसम्म हेर्ने हो भने कोच खेमको नै रहेको र अब बाँकी कसकोमा जान्छन् त्यो पनि हेर्न बाँकी नै छ र 4 जनै विनिङ कोचहरू हुन् भन्दै आजको यो विषयवस्तु तपाईलाई कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षासहित अब हामी तपाईहरुलाई एपिसोड 3 देखि के हुन्छ हरेक गतिविधिको भिडियोहरू तपाईहरुसँगै बसेर त्यसमा केही प्रतिक्रियाहरू हाम्रो र तपाईहरुको हामी फेरि पनि हेर्ने नै छौं। धन्यवाद। द भोइस अफ नेपाल सिजन 7 मा ब्लाइन्ड अडिसनबाटै दर्शकको नजरमा छाप छोड्न सक्ने एक प्रतिस्पर्धी हुन् सागर राई। सागर राईलाई आफ्नो टिममा लिन कोच प्रमोदले मर्यादत्य गरे पनि उनको टिममा गएका छैनन्। कोच प्रमोदले आफूलाई मिलेको एउटा ब्लक अप्सन उनले सागरको लागि सकेका छन्। अर्थात् प्रत्येक कोचलाई 2-2वटा ब्लक गर्ने अधिकार हुन्छ र त्यो अधिकार कोच प्रमोदले सागरकै लागि सक्दा पनि सागर कोच प्रमोदकोमा गएका छैनन् र प्रमोदकोमा नगएर उनी कोच खेमकोमा गएका छन्। तर खेमकोमा पनि जाने उनको योजना थिएन, तर एकाएक प्रमोदले गर्दा उनलाई खेमकोमा जान बाध्य भएका छन्। आउनुहोस् आज यस विषयमा केही चर्चा गरौँ र उनको प्लान के थियो, त्यसैगरी कोच प्रमोदले के गरे र कोच प्रमोदले गर्दा नै सागर खेमकोमा पुगेको कुरा तपाईहरुमा आज राख्दैछौँ। दर्शकबिन द भोइस अफ नेपाल सिजन 7 अहिले प्रारम्भ भइसकेको छ र 2वटा एपिसोडहरू प्रसारणमा आइसकेका छन्। ब्लाइन्ड अडिसनको दोस्रो एपिसोडमा ब्लाइन्ड अडिसनमा नै दर्शकहरुमा छाप छोड्न सक्ने एक प्रतिस्पर्धी सागर राई आए। उनले गाएको एउटा कालजयी गीतले धेरै दर्शक र श्रोताहरूको मन जित्न सफल भइसकेको छ र अहिले सामाजिक सञ्जालहरुमा उनको निकै प्रशंसा भइराखेको छ। तर यता केही दर्शकहरूले भने गलत कोचलाई सागर राईले छनौट गरे र सागर राईले चाहिँ कोच खेमलाई छनौट नगरेर उनको जर्नाका कोचहरू कोच राजु र प्रमोदलाई छनौट गर्नु पर्थ्यो भन्ने प्रतिक्रियाहरू आइरहँदा यहाँ फेरि धेरैले सागरले राम्रो गरे भन्ने जस्ता प्रतिक्रियाहरू पनि दिइराख्नु भएको छ। यसमा सागर राईले जसरी कोच खेमलाई रोजे उनी अगाडिसम्म बढ्न सक्ने सम्भावना उत्तिकै रहन्छ कोच खेमकोबाट, किनभने कोच खेमलाई त्यो जर्नको व्यक्तिहरूले त्यति धेरै नरोज्न सक्छ। कोच प्रमोद र राजुमा भने त्यो जर्नका व्यक्तिहरू अझै आउन सक्ने सम्भावना उत्तिकै छ। त्यस्तै कम्पिटिसन हाई हुन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ र यही समयमा चाहिँ कोच खेमकोमा गइसकेपछि कोच खेमकोमा त्यस्ता प्रतिस्पर्धीहरू कमै जान्छन् र उनलाई अन्त्यसम्म पुग्न कुनै पनि धौ हुनेवाला छैन। उनी सहजै अन्त्यसम्म पुग्नेछन् र उनले सुरुमा यदि कोच प्रमोदले मेलनालाई ब्लक नगरेको भए कोच मेलनाकोमा जाने पहिले माइन्डसेट बनाएको कुरा पनि फेरि उनले दर्शाएका थिए। कोच मेलिनाकोमा जाने जुन माइन्डसेट थियो त्यो माइन्डसेट भने कोच प्रमोदले नै त्यहाँनिर हराइदिएका थिए। कोच प्रमोदले आफूले पाएका 2वटा अधिकार ब्लकका एउटा भने कोच मेलिनालाई नै उनले पक्कै पनि त्यो बुझेका थिए कि कोच मेलिनाकोमा जान सक्ने सम्भावना निकै देखिसकेका थिए, किनभने योभन्दा पहिले पनि त्यस्तै ट्यालेन्टहरू कोच मेलिनाकोमा नै गएका थिए। अर्थात् जुन कोचकोमा धेरै कम्पिटिसन कम हुन्छ जस्तो लाग्छ त्यहीनिर त्यस्ता ट्यालेन्टहरू जान्छन्, किनकि अगाडि बढ्न आफूलाई निकै सहज हुन्छ भन्ने ती प्रतिस्पर्धीहरूलाई लाग्ने गर्छ र सागरले पनि त्यही जुक्ति अपनाएका थिए र त्यहाँनिर कोच प्रमोदले त्यो जुक्ति उनको फेल खुवाइदिइसकेपछि उनले सोच्दै नसोचेको अर्थात् माइन्डसेटै नबनाएको कोचकोमा जानु परेको छ। र यस विषयमा तपाईलाई के लाग्छ त, यदि प्रमोदले
मिल्नलाई ब्लक नगरेको भए सागर मिल्नकोमै जान्थे जस्तो लाग्छ, या उनले अन्य कोचहरूलाई रोज्थे। अर्थात् यो ब्लकको अप्सन केही परिवर्तन भइदिएको भए, कोच खेमलाई नै ब्लक गरिदिएको भए कता जान्थे होला भन्ने दर्शकहरूको आफ्नो जिज्ञासा भने तलको कमेन्ट बक्समा राख्न सक्नुहुन्छ। र अहिलेसम्म दर्शकको नजरमा परेका प्रतिस्पर्धी भने सागर राई नै रहेका छन् र हाम्रो नजरमा पनि अहिले सागर राई नै रहेका छन्। अझै पनि यस्ता प्रतिस्पर्धीहरू आउँछन् भन्ने अपेक्षा सहित आजको विषयवस्तु तपाईँलाई जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया तलको कमेन्ट बक्समा छोड्नुहोला। धन्यवाद। द भोइस अफ नेपाल सिजन 7 मा 4 जनै उत्कृष्ट कोचहरू अर्थात् विनिङ कोचहरू, एउटा न एउटा भए पनि विनिङको स्वाद चाखिसकेका कोचहरू मध्ये 4 जना आएका छन् र भोइस अफ नेपालमा अहिले यी 4 जनाको बारेमा हामी केही चर्चा गर्नेछौँ र 4 जना मध्ये पनि अझै उत्कृष्ट र भोइस अफ नेपाल सिजन 7 मा अब तहल्कामा छाउने कोच को छ, हामी त्यो बारेमा पनि केही चर्चा गर्नेछौँ। भिडियोलाई पुरा हेर्नु। हेलो नमस्ते साथीहरू, सबैजनालाई स्वागत छ द RK53 भोइसमा। हामी फेरि पनि भोइस अफ नेपाल सिजन 7 का निरन्तर अपडेट र तपाईहरुसँगै हामीले भोइस अफ नेपाल सिजन 7 लाई हेर्ने जमर्को गर्दैछौँ। हामीले भोइस अफ नेपाल सिजन 7 का 2वटा एपिसोड हेरिसकेका छौँ, जसमा हामीले 4 जनै विनिङ कोचहरूको आफ्नै प्रतिस्पर्धीहरूलाई कन्भिन्स गर्ने तरिका, त्यसैगरी आफ्नै कोचिङ गर्ने तरिकादेखि लिएर प्रतिस्पर्धीलाई गरेका कमेन्टहरू, कोचहरूबाट आएका कमेन्टहरू, यी सम्पूर्ण कुराहरू हेरिसकेका छौँ। तपाईलाई भोइस अफ नेपाल सिजन 7 कस्तो लाग्दैछ? मैले भोइस अफ नेपाल सिजन 7 को बारेमा योभन्दा पहिले कोचहरूको अपडेट त दिएँ, त्यो पछि मैले निरन्तर भिडियोहरू तपाईहरु माझ ल्याएको थिइनँ र अब फेरि पनि हामी भोइस अफ नेपाल सिजन 7 मा हुने हरेक गतिविधिहरूलाई फेरि तपाईहरु माझ राख्नेछौँ र तपाईहरुकै प्रतिक्रियाका आधारमा तपाईहरुले खोजेकै जस्तो भिडियो बनाउने हामी फेरि अर्को जमर्को गर्नेछौँ। अहिले भने हामीले निरन्तर भोइस अफ नेपाल सिजन 7 मा 4 जना कोचहरूको उत्कृष्ट कोचिङ गर्ने कोचहरू जो चाहिँ विनिङ कोच बनिसक्नु भएको छ, एकपल्ट भए पनि विनिङको स्वाद चाखिसकेका 4 जना कोचहरू छन् र यसमा अहिले तपाईहरुलाई सबैभन्दा उत्कृष्ट मध्ये पनि उत्कृष्ट लागेको कोच को छ त त्यो तलको कमेन्ट बक्समा लेख्नु होला। हामी अहिले भने भोइस अफ नेपालमा दर्शकहरूले एकदमै रुचाएका र एकचोटि बाहिरिएर पनि फेरि कमब्याक भएका 2 जना कोचहरूलाई पनि पुनः देखेका छौं, जसलाई भोइसले बाहिर्याउन त खोज्यो तर पनि भोइसलाई त्यो बाहिरिसकेपछि अर्थात् ती कोचहरू नभइसकेपछि केही नोक्सानी बेहोर्नु परेपछि फेरि कमब्याक भएको हो भन्ने दर्शकहरूको प्रतिक्रियालाई मध्यनजर गर्दै आखिर जे भए पनि जसो भए पनि हामीले ती कोचहरूलाई फेरि पनि देख्न पाएका छौं। त्यसमा पनि हामी निकै खुसी रहेका छौं र भोइसका विनिङ कोचकै उपाधि पाएका कोच प्रमोद खरेललाई पनि देखिराखेका छौं। त्यसैगरी भोइसमा आबद्ध भएदेखि 2वटै सिजन आफ्नो टिममा अर्थात् आफ्नो प्रतिस्पर्धीलाई विजय गराइसक्नु भएका कोच खेम सेन्चुरीलाई पनि हामीले देख्न सकिरहेका छौं र त्यसैगरी एकदमै धेरै दर्शकहरूले रुचाएका र दर्शकहरूकै मागको आधारमा भोइसमा कोच बन्न आएकी कोच मेलिनालाई पनि देखेका छौं र भोइसमा अहिले फर्म्याट थोरै मात्रै फरक छ, जहाँनिर ब्लकको सिस्टमलाई लिएर केही परिवर्तन भएको छ। पहिले चाहिँ ब्लक कोचहरू पछाडि हुँदा नै ब्लक गर्नु पर्थ्यो भने अहिले अगाडि प्रतिस्पर्धीलाई फकाउने बेलासम्म र फकाएर उसँग जान्छ भन्ने लाग्दासम्म पनि अर्को कोचले उसकोमा अब यसकोमा जान्छ होला, यसले यसरी फकाएर लिन सक्छ होला भन्ने लाग्यो भने त्यो समयमा पनि ब्लक गर्ने अप्सन रहेको छ। त्यो पनि एउटा फरक रहेको छ अहिलेको सिजनमा र यस्ता केही फरकहरू अब ब्याटलमा देखाउँला, त्यसैगरी नकआउटमा देखाउँला र लाइभ सो हुँदै फाइनलमा पुग्नेछौँ र हामी निरन्तर यसबारेमा तपाईहरुमाझ निरन्तर अन्य भिडियोहरू पनि राखिराख्नेछौँ र भोइस अफ नेपाल सिजन 7 मा अहिलेसम्मकै उत्कृष्ट कोच भन्न रुचाउँछु म चाहिँ। अनुभवको आधारले, यता कलाको आधारले अर्थात् साधनाको आधारले त्यो हामीले जज गर्न नसके पनि हामी दर्शकमाझ लोकप्रियताको आधारले भने 4 जना एकदमै उत्कृष्ट कोचहरू हुनुहुन्छ र सबैभन्दा उत्कृष्ट मध्ये पनि एउटा उत्कृष्ट हुन्छ, त्यो चाहिँ तपाईको नजरमा को हो तलको कमेन्ट बक्समा लेख्नु होला भन्दै आजको यो विषयवस्तु तपाईलाई जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा सहित बिदा हुन्छु। अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद।